तिम्रो छिमेकी कस्तो छ? छिमेकी भनेको परिवारको एउटा एक्स्ट्रा च्याप्टर हो कि, नमागेको च्याप्टर। सबै थाहा हुने। यो छिमेकीलाई सबै थाहा हुन्छ। तिमी कति बजे घर आयौ, कोसँग आयौ, के लिएर आयौ, तिम्रो आमा बुवालाई भन्दा पहिला थाहा हुन्छ। उहाँहरू फेरि जिपिएस होइन, उहाँ छिमेकी हो। सधैँ सोध्ने यो छिमेकी भेट्दा एउटै प्रश्न, खाना खायो, पढाइ कस्तो छ, बिहे कहिले, जागिर पाइस् कि पाइनस्। यो छिमेकी होइन क्या, यो इन्टरभ्यू बोर्ड हो। सामान माग्ने, नुन सकियो तिमी कहाँ आउँछ, तेल सकियो तिमी कहाँ आउँछ, 1 महिना भयो तिम्रो घरबाट गएको सामान फिर्ता आएको छैन। यस्ता मान्छे छिमेकीहरू होइन, उहाँहरू चाहिँ किराना पसल हो क्या, फ्रीवाला। राम्रो छिमेकी एउटा यस्तो छिमेकी हुन्छ जो साँच्चै राम्रो हुन्छ। आमा बुवा नभएको बेला खाना पकाएर दिने, गाह्रो परेको बेलामा हेरचाह गरिदिने, त्यो टाइपको छिमेकी चाहिँ जीवनमा 1-2 पटक मात्र पाइन्छ क्या, सम्हालेर राख्नुपर्छ। तपाईँहरूको चाहिँ छिमेकी कस्तो हुनुहुन्छ त? कमेन्ट गर्नु है त।